ल है, बजारमा फेरि एउटा नयाँ आइपिओ आएको छ, याम्बालिङ हाइड्रो पावरको। आज हामी यही आइपिओको बारेमा विस्तृतमा कुरा गर्नेछौँ। यसमा लगानीको अवसर कस्तो छ, कम्पनीको वित्तीय अवस्था के कस्तो छ, अनि जोखिम चाहिँ कति छ, सबै कुरालाई गहिरिएर हेर्नेछौँ। आउनुहोस्, सुरु गरौँ। हो, तपाईले ठिक सुन्नुभयो। यो 7.27 मेगावाटको हाइड्रो पावर आयोजनाले अब सर्वसाधारणका लागि आफ्नो शेयर जारी गर्दैछ। यसले हामी सबै लगानीकर्ताका लागि बजारमा एउटा नयाँ विकल्प थपेको छ। ल, अब सबैभन्दा पहिले यो आइपिओसँग जोडिएका केही आधारभूत तर एकदमै महत्त्वपूर्ण जानकारीहरूबाटै कुरा अगाडि बढाउँ है त। यो मितिहरूमा चाहिँ विशेष ध्यान दिनुपर्छ। आइपिओ खोल्ने मिति हो 2083 साल वैशाख 16 गते। र याद गर्नुस् है, छिटोमा वैशाख 22 गते नै बन्द हुन सक्छ। त्यसैले आवेदन दिने सोच बनाएका लगानीकर्ताहरूले समयमै निर्णय लिनु एकदमै जरुरी हुन्छ। कति किता भर्ने त? यसमा न्यूनतम 10 कितादेखि लिएर अधिकतम 21,000 कितासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ। अब आउनुहोस् सबैभन्दा महत्त्वपूर्ण खण्डतिर लागौँ। कम्पनीको वित्तीय अवस्था कस्तो छ त? किनभने कुनै पनि लगानीको निर्णय त आखिरमा कम्पनीको कमाई र भविष्यको सम्भावनामा नै टिकेको हुन्छ, होइन र? हामीले गर्ने विश्लेषण हावाको भरमा होइन है। यहाँ देखाइएको विश्लेषण यही आधिकारिक वित्तीय विवरणमा आधारित छ। हामीले सबै तथ्याङ्क सिधै कम्पनीको स्रोतबाटै लिएका छौँ, ताकि सबै जानकारी सही र भरपर्दो होस्। यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा देखिन्छ। हेर्नुहोस् त, गएका 2 आर्थिक वर्षमा कम्पनीको प्रति शेयर आम्दानी अर्थात् ईपीएस ऋणात्मक मतलब माइनसमा थियो। अब हाइड्रो पावर आयोजनाहरू निर्माणको चरणमा हुँदा आम्दानी नहुने भएकाले यस्तो देखिनु स्वाभाविक नै हो। तर महत्त्वपूर्ण कुरा के हो भने अब कम्पनीले उत्पादन सुरु गरेसँगै आउँदा वर्षहरूमा सकारात्मक फड्को माने प्रक्षेपण गरेको छ। त्यस्तै प्रति शेयर नेटवर्थ पनि आर्थिक वर्ष 81-82 मा 100 रुपियाँभन्दा माथि पुग्ने अनुमान छ, जसले लगानीको आधार बलियो हुने सङ्केत गर्छ। यो चार्टले त कम्पनीको आम्दानीमा आउने अनुमानित सुधारलाई झनै छर्लङ्ग पार्छ। हेर्नुस् त, ऋणात्मक 7.52 बाट उकालो लागेर सकारात्मक 6.08 सम्मको यो प्रक्षेपित यात्रा। यसले के देखाउँछ भने कम्पनी अब घाटाको चरणबाट नाफा कमाउने चरणमा प्रवेश गर्दैछ, जुन लगानीकर्ताका लागि पक्कै पनि एउटा राम्रो सङ्केत हो। तर एकछिन, कुनै पनि लगानीको निर्णय प्रक्षेपणको आधारमा मात्रै त लिनु हुँदैन। अब सिक्काको अर्को पाटोलाई पनि हेरौँ, अर्थात् यसमा जोखिम कतिको छ त? यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। आम्दानीको प्रक्षेपण जति नै आकर्षक देखिए पनि यसमा रहेको जोखिमलाई नबुझी लगानी गर्नु बुद्धिमानी हुँदैन। याम्बालिङ हाइड्रो पावरलाई केयर रेटिङ्स नेपालले दिएको आधिकारिक रेटिङ हो केयर एनपी BB- इश्वर। अब यो क्रेडिट रेटिङ भनेको के हो त? सरल भाषामा भन्दा यो कम्पनीको आर्थिक जिम्मेवारी, जस्तै ऋण तिर्ने क्षमता कस्तो छ भनेर एउटा स्वतन्त्र संस्थाले जाँचेर दिएको एउटा ग्रेड हो। यसले लगानीको जोखिम कति छ भनेर सङ्केत गर्छ। त्यसो भए यो BB- रेटिङको अर्थ के हो त? यसको अर्थ हो कम्पनीले आफ्नो वित्तीय दायित्वहरू पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम छ। मतलब यसलाई न त धेरै सुरक्षित मान्न सकिन्छ, न त धेरै नै जोखिमपूर्ण। यो बीचको अवस्था हो। ल, अब हामीले अहिलेसम्म छलफल गरेका सबै कुरालाई 5वटा मुख्य बुदामा सारौँ है त, ताकि लगानीको निर्णय लिन एकदमै सजिलो होस्। यी 5 बुदाहरूलाई फेरि एकपटक ध्यानमा राखौँ। पहिलो, यो 7.27 मेगावाटको प्रोजेक्ट हो। दोस्रो, मिति नबिर्स्यौँ, समय एकदमै कम छ। तेस्रो, वित्तीय प्रक्षेपण सकारात्मक देखिन्छ। चौथो, जोखिम मध्यम स्तरको छ। र 5औं, आवेदन दिँदा न्यूनतम 10 किता भर्न पाइन्छ। यी सबै कुरा लगानी निर्णयका मुख्य आधार हुन्। अन्तमा कुरा यस्तो छ, एकातिर कम्पनीको भविष्यमा राम्रो कमाई गर्ने सकारात्मक प्रक्षेपण छ भने अर्कोतिर मध्यम स्तरको जोखिम पनि सँगै जोडिएको छ। यो जानकारीको आधारमा तपाईको लगानी रणनीति के हुन्छ? निर्णय लगानीकर्ताकै हो।